एक से एक धमाकेदार कॉमेडी वीडियोस देखने के लिए सब्सक्राइब। मुजितराम छिटो छिटो हालो जो मासिकले यो खेत जोतिसकेपछि अर्को खेतमा जानुपर्छ। आराम गर्न पाइदैन। किसान दाजुभाइको दुःखको स्वाद थाहा पाउनु परेन मुजित भाइले पनि। उनीहरू कति दुःखमा छन् जब तेल छैन। ट्र्याक्टरले जोत्नको लागि त तेल सबै नष्ट गरिछ मासिकले। जाथा छिटो गर मासिकले, छिटो गर। जैसे जैसे उम्र बढ़ेगी आसपास के लोग बदलेंगे, हालात बदलेंगे, ये दुनिया बदलेगी, लेकिन एक चीज कभी नहीं बदलेगी, तुम्हारे लिए मेरा प्यार ये बढ़ता ही जा रहा है। तू कहे तो आसमानों पे लिख दूं, उम्र भर को अब तो होना। सोध्न रे बक्लो अमेरिकामा कुकुरले कार चलाएको हेर्नु भएको छ? अस्ट्रेलियामा बाँदरले बाइक चलाएको हेर्नु भएको छ? कुन देशमा गधाले देश चलाएको हेर्नु भएको छ? हुन त त्यो पाइलट पनि साल पाएपछि उडेकै हुन्छ। अब त्यो प्लेन उडाउँदा पाइलटै हुन्छ। पाइलट भन्नेको चाहिँ नम्बर देऊ त। ए नम्बर दिनु मिल्दैन भने त्यसको ठेगाना भन त। ठेगाना कहाँ बस्छ? किन होला? किन भने नानी त्यसको घरको वरिपरि लगेर राति 12 बजे बुलडोजर र क्रेन गुडुङ डुङ 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 पारेर चलाइदिँदाखेरि त्यसको छोरा नाति राति बिउचेर झस्याङ झस्याङ हुँदा आधा निन्द्रामा कस्तो हुँदो रहेछ भनेर त्यसलाई देखाउनु पर्यो। यो धेरै ठुलो समस्या रहेछ सर। सानो सानो गुनासो छ भने सुनाउनुहोस् न। ए सानो सानो छ नि नानी। त्यो सानो मोबाइल फोन के साउदीको 50 डिग्रीको घाममा तालु तताएर तालु बजारेर कमाएर लिएर आएको पैसामा अलिकति जोगाएर काकालाई भन्रो ल्याइदिएको फोन लिएर आउँदा उताबाट झोलामा हाल्दा त झोलामा चार्जर बट्टा मोबाइल सबै हालेको रे। यही आफ्नो यहाँ नेपाल एयरपोर्टमा आइपुग्दाखेरि त नानी फुत्त फुत्त तानिने मेसिन त्यो अर्काको झोलाको ताला फुटाएर। कस्तो मेसिन हो त्यो? झोला त बाङमुङ खोलेर ताला फुटाएर छैन नि हौ नानी। भित्रपट्टि हेरेको त बट्टा र चार्जर मात्रै पुऱ्याउँछ नानी। अनि त्यहाँ एकचोटि बुझ्दिउ न नानी, यो बट्टा र चार्जर अनि मोबाइल फोनको साह्रै बिछोड भयो। अब त्यतापट्टि मोबाइल फोन छ भनेदेखि यो बट्टा र चार्जर त्यतै पठाइदिन्छु, होइन भने त्यो मोबाइल फोन यता पठाइदिनु पर्यो। कुन मेसिनले खोलेर हो कोनी नानी? बिचारा त्यो भन्दाखेरि त मेरै आँखा रसायो अनि। त्यस्तो पनि हुन्छ? अब त्यसरी सल्लाह बेगर त्यहाँ मेसिनले तान्दिनु हुन्छ त एयरपोर्टमा नानी? कस्तो खालको मेसिन छ हाम्रो एयरपोर्टमा त्यो बुझौँ त नानी। बुझेर त्यो मेसिन कि बाहिर फ्याल्दिउ कि हामी आएर बाहिर निकाल्छौँ? कस्तो खालको मेसिन कि जादु देखाउँछौ त्यहाँ? थापाले बनाएको धरहरा होइन अहिले के विषय पछाडिको हो नि त। अगाडिको भीमसेन थापाले बनाएको होइन नि त, हो र? के विषयले भन्नु भएको छ नि त यो धरहरै हो भनेर हले जिकिर गरिरहनु भएको छ। ठिक छ, उहाँलाई त्यस्तै भयो, म बुझाइदिन्छु त। नजाने मान्छेले शिक्षक बनाएको रहेछ। व्यवस्थापन समिति के पार्टी भनेर त्यहाँबाट गर भनेर निकाल्दिए। मुद्दामा गए, अस्ति अदालत चलेर मुद्दा पनि जलेछ, आनन्दै भयो। जस्तो तपाईँहरूको गानामा जस्तो दोहोरी गीत, हजुर 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 हजुर, हेबाट सुरु हुन्छ क्या? हे दोहोरी गीत हेबाट हुन्छ। भोजपुरी आज म पहिलो पटक तमसोमा ज्योतिर्गमयमा सर्ट मात्रै लाएको छु। यो गर्मीका कारणले पनि हुनसक्छ, धरानका कारणले पनि हुनसक्छ, तर सबभन्दा ठुलो जो मान्छेसँग जस्तरी जुन भावभङ्गीमा संवाद गर्यो त्यसको संवादको त्यो निष्कर्ष झन् सरसपूर्ण हुन्छ भनेर तपाईँकै जस्तो पोसाक लाग्यो। कोट आज छैन मसँग। ठिक छ, चप्पल चाहिँ लाउनु भएको छैन। तपाईँलाई के आवश्यकता पर्यो कि तपाईँले प्राप्त गरेको त्यति महत्त्वपूर्ण मेडलहरू चाहिँ बिक्रीमै राख्नुपर्ने? पहिलो कुरा त त्यो मेडलले दुःख पाएको छ। रक्सी खानलाई बेच्न खोजेको त होइन। धेरै पार्टीहरूकोमा धाउनुभयो, पार्टीहरूले पत्याएनन्, टिकट दिएनन्, अनि स्वतन्त्र उम्मेदवार बन्नुभयो भन्ने। ठ्याक्कै यसलाई चाहिँ उल्टो बनाउनु त। धेरै पार्टीहरू तपाईँकोमा धाउनुभयो अनि तपाईँले मान्नु भएन अनि र पनि स्वतन्त्र उभिनु भएको छ भनेर एकचोटि फेरि भन्नु त कस्तो मिठो सुनिन्छ। नत्र भने तपाईँको देश जलिरहेको सबै भागारे भाग भइरहेको बेला आउँछ 500 किलोमिटर गाडी चढेर चरा मुसा पनि थिएन बाटोमा। त्यस्तो क्या, सबै आर्मी नै आर्मी है।
तर खोइ के काम गरियो अनुहार देख्ने बित्तिकै छोडिदिइहाल्ने क्या। 1000 रुपियाँ ब्याङ्कको खातामा राखेर राष्ट्रिय आविष्कार केन्द्र खोल्छु भनेर होइन अनि उधुम मचाउने मूर्ख मान्छे म हो। अच्छा मूर्खले आफूलाई मूर्ख हो भन्ने थाहा पाउँदैन रे सरले आफूलाई मूर्ख भन्नुभयो त्यसो भएर मूर्खलाई आफ्नो कुरा थाहा हुँदैन भन्ने कुरा हो होला तर मलाई त पक्कै थाहा छ। मेरो खराब पानी छ मेरो खराब पानी छ। अनि यस्तो छ अत्यन्तै तुच्छ नि सर, अत्यन्तै तुच्छ राक्षसको वकिल भएर एउटा प्रश्न सोधौँ। हजुर सोध्नुहोस्। तपाईँ हारिहाल्नुभयो भने कसरी अनुहार देखाउनुहुन्छ? यसरी नै देखाउँछु। मेरो खराब पानी छ मेरो खराब पानी छ मेरो। यदि तपाईँको उपमहानगरपालिकामा धरानमा कसैले भ्रष्टाचार गरेको प्रमाण तपाईँले भेट्नुभयो भने लात्ताले दिइहाल्छु। त्यसपछि लात्ताले दिन्छु। लात्ताले बङ हान्ने। कति लात्ता हान्नुहुन्छ? एक दिन्छु होला। र सरकारबाट यो पैसा आउने छाँट देखिएन किनभने सरकारले ढुकुटीमा पैसै छैन भन्छ। अब ढुकुटीमा नभएको पैसा के चोरेर ल्यायो भन्नु त भएन सरकारलाई। उम्मेदवार होइन एकछिन लागि तपाईँ उम्मेदवार होइन तपाईँ मतदाता हो र एउटा शिक्षित मतदाताको आधारमा तपाईँले चाहिँ अहिले चाहिँ मैदानमा उठ्नुभएका 2 जना उम्मेदवार मध्ये 1 जना छान्नु पर्यो भने कुन छान्नुहुन्छ? केशव स्थापित म भोटै हाल्दिनँ। मूर्खमा चाहिँ तपाईँको फोटो राखेको छ, विद्वानमा चाहिँ बालेन्साको फोटो राखेको छ। मैले तपाईँको श्रमदान गरेर वर्ल्ड रेकर्ड राखेँ क्या। बालेन्जीले पनि वर्ल्ड रेकर्ड राखेँ। ग्र्याप गाह्रो होइन। पैसा हुँदाहुँदै पनि बुद्धि हुँदाहुँदै पनि होइन पानी ल्याएर खान नसक्ने मान्छेहरू किन धरानमा बस्यो होला जस्तो लाग्छ म। दादै अन्तिममा ल निर्देशक निशल बस्नेत कि गायिका जान रातै म घरै जान्छु। र दम छ भने म भन्छु होइन एक्लै चुनाव लडौँ न है। हर्क साम्पाङलाई 15 जना मिलेर पछारेर के गर्ने? सिङ्गल त छुनै नसक्ने रहेछ त। त्यो असल व्यक्ति ल्याउन काम गर्न दिन्छ भने स्वतन्त्र व्यक्तिलाई काम गर्न गाह्रो हुन्छ। काम गर्न दिने र नदिने भन्ने कुरै छैन नि। स्थानीय सरकार हो नि त। स्थानीय सरकार मेयरलाई काम गर्न दिने र नदिने भन्ने त कुरै छैन। त्यो त सरकार हो। त्यहाँ अपोजिसन बसेर त्यहाँनिर टेबल ठट्टाउने होइन नि त।